एभ्रिवान गुड मर्निङ आज चाहिँ यस्तो पानी पर्दै यत्रो दिन चाहिँ घाम लागेर आज चाहिँ हामी हिँड्ने बेलामा चाहिँ पानी परेको साह्रै ठिक लाग्यो ए यस्तो भएर आइस यहाँनिर घरको हालत चाहिँ होइन यहाँको प्याकिङहरू चल्दैछ हामी चाहिँ जाने हेलो नानु मेरो नानी चाहिँ बिमारी भएर फोन हेर्नु दिएको सिरियस छ आफ्नै भिडियोमा है यता हेर्नुहोस् भाइ हाई भनिदेऊ मेरो छोरा ज्वरो आइरहेछ हो उसको चाहिँ यत्रो बिना मेडिसिनहरू छ उसलाई मेडिसिन खुवाउनुपर्छ हेलो एभ्रिवान गुड मर्निङ यहाँलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा आज चाहिँ लङ टाइम बादमा मैले फेरि भिडियो बनाउन गइरहेको छु है यो चाहिँ मेरो सानो मिन्स भिडियो हुनेछ है यो चाहिँ अब जस्ट दसैँको रिमेम्बरको लागि मैले बनाउँदैछु अब रेडी हुन आँटेको म चाहिँ नुहाइधुवाइ गरिसकेर निक्लिसकेको छु 1:30 को गाडी छ है हतार पनि छ फुपू पनि आउनु भएको छ हाम्रोमा चाहिँ है बाबा अब यसरी खुवाउनुपर्छ 12 बज्यो है तर दिन चाहिँ यस्तो भइरहेछ है अम्बो के भएको यो आज यस्तो अहिले चाहिँ हामी एक दुईवटा सामान किन्नु जाँदैछौँ एक दुईवटा सामान पुगेको छैन है त्यही किन्नु गएको यस्तो भइरहेछ दिन चाहिँ कत्रो पानी पर्यो खबर पऱ्यो हामी चाहिँ बाटोमा सामान किन्दा अहिले चाहिँ हामी बसिसकेको छु गाडीमा है तर आज झन्डै फर्किनु पऱ्यो नानी बिसन्चो भएर रुखो गरेर झन् अहिले चाहिँ ठिकै भएर चाहिँ रुखो नभए त फर्किनु भनेर सोचिसकेको थियौँ एकदम माथि चाहिँ यस्तो मजाको भ्यू आइरहेछ है यस्तो स्वर्ग जस्तो फिल भइरहेछ नि चिसो न चिसो है तल सिलगढी चाहिँ यति तलदो गरम थियो आज बिहान चाहिँ यति तलदो पानी परेको है तर यस्तो तलदो चिसो मजा आइरहेको छ जाम पऱ्यो अब मिरिकमा पनि जाम लाग्दाखेरि यो चाहिँ मिरिक ओह्रालो हो कि तर यस्तो डरलाग्दो बाटो भत्किएको छ यहाँ चाहिँ है फेरि बनिन्छ 2-3 महिनामा भत्किहाल्छ यो बाटोमा हिँड्दाखेरि चाहिँ मुटु चाहिँ मुखमै आउँछ भाइ चाहिँ नाच्नु थाल्यो ल्या उयो भइरहेको छ उसलाई हुँ भइरहेको छ होला नाच्नु थाल्यो मेरो छोरा मासु गर्नु थाल्यो है हाम्रो कालीले चाहिँ घरमै काटेको सुँगुर हो यसो मजाले काटेर भाइ बिमारी छ अलिअलि बिमारी छ बसेर पनि दिँदैछ त नाना सोम्या ल्या बल्ल रे फाइनल्ली है आजको दिन चाहिँ अब पुरा भयो मेरो छोराले आज यति साह्रो दङ्गायो यति साह्रो तङ गर्यो हो अहिले पनि रुदा बल्ल फकाएर फोन दिएर भए पनि मैले आज नचाहँदा पनि उसलाई अलिक फोन देखाउँदै भए माम खुवाएँ अलिकति होइन माम खुवाएर चाहिँ दबाईहरू पनि खुवाइदिइसकेँ है अब चाहिँ उसलाई म बिस्तारै सुताउँछु अब यस्तो शान्तिले चाहिँ उसले यसरी मुरेर छरिरहेको छ अब उसलाई के दिँदै भुलाउँदै के माग्छ हौ हेर न गुडियाहरू मागेर गुडियाहरू दिएको थिएँ यो त खेलाउँदैन रहेछ यो चाहिँ खेलायो हो केटा भने केटै हुँदो रहेछ भनेको जस्तो लाग्यो अहिले चाहिँ अन्त अब चाहिँ म सुत्ने पनि खास ब्लगिङ गर्ने मान्छेको चाहिँ तपाईँहरूले फेसै देखेर आज है किनभने यति साह्रो टेन्सन भयो कि भाइ बिमार भएकोले गर्दाखेरि मेरो छोरा बिसन्चो भएकोले यस्तो साह्रो टेन्सन भयो मलाई त्यही भएर मैले चाहिँ बनाइन अब चाहिँ भोलिको दिन चाहिँ एकदम दामी हुन्छ है भोलि चाहिँ टिका हो होइन सबैलाई एडभान्समा ह्याप्पी दशहरा थ्याङ्क यू फर वाचिङ माई भिडियो एभ्रिवान आजको दिनलाई म यही शेष गर्दछु बाई बाई अब चाहिँ सुतेको म छाड्नु पनि सुतेँ है भोलि चाहिँ नयाँ दिनको सुरुवात हुनेछ
बाई बाई।